काण्डले बाँध्न थाल्नु भयो 2 अङ्गुल पुग्दैन थियो। हामी कहाँ पनि जिन्दगीभरि दुःख गरेका छौँ, प्रयास गरेका छौँ, तर त्यो सुखमा पुग्छु भन्दा भन्दै अलिकति पुगिँदैन। हामीलाई पुरा भयो भन्दा भन्दै अलिकति केही नपुगेको भेटिन्छ, अलिकति नपुगेको हुन्छ। के नपुगेको होला थाहा पाउनुभएको छ? केही अलिकति पुगेको छैन अझै। हामीलाई त्यही परमात्मा पुगेको छैन, जसले हामीलाई चलाएको छ, जसले हामीलाई हामी बनाएको छ, जो नहुँदा हामी हुँदैनौँ, त्यो वस्तु हामीलाई पुगेको छैन, त्यसलाई हामी जानेका छैनौँ। जाने बेला भइसक्यो संसारबाट। अब अन्त्य अवस्थामा जुन परमात्माको साथ हुनुपर्ने थियो, तर त्यो साथ हामीले प्राप्त गर्न सकेका छैनौँ, हामीलाई त्यही पुगेको छैन। जबसम्म त्यो वस्तुलाई, त्यो परमात्मा तत्त्वलाई प्राप्त गर्न सक्दैन जीवात्माले, हामीले सक्दैनौँ, तबसम्म पुनरपि जननम पुनरपि मरणम पुनरपि जननी जठरे शयनम, कहिले आमाको गर्भमा तडपिनु पर्ने, कहिले बाल्य युवा वृद्ध अवस्थामा भड्किनु पर्ने, यसै गरेर संसारबाट आउने र जाने यही फन्दामा जीवात्मा तडपिरहेको छ, भड्किरहेको छ। कहिलेसम्म? त्यही नपुगेको वस्तु जहिले भेटी जहिलेसम्म